हेलो नमस्ते एन्ड वेलकम टु माई एनदर मिनी ब्लग। यतिखेर हामी काठमाडौँको उत्तर पूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका साखुमा अवस्थित वज्रयोगिनी मन्दिर परिसरमा आइपुगेका छौँ। मेरो साथमा चाहिँ थिर दाई हुनुहुन्छ। दाजुभाइ घुम्न दर्शन गर्न भनेर हामी यहाँ आएको हो। म पनि पहिलोचोटि आएको, दाई पनि पहिलोचोटि नै आउनुभएको हो भन्ने जानकारी प्राप्त भयो होइन। भगवान् चैत्यलाई प्यागड शैलीको मन्दिरले छोपेको विश्वको एकमात्र विहार वज्रयोगिनी मन्दिर रहेको मानिन्छ। यो मन्दिर कहिले निर्माण भयो, कहिले स्थापना भयो भन्ने विषयमा ऐतिहासिक तथ्य फेला परेको पाइँदैन। यस मन्दिरको प्रवेशद्वार अगाडि 13वटा मण्डल तथा वरिपरि निकै प्राचीन शिलालेख रहेका छन्। मन्दिर परिसरबाट हेर्दा देखिने सुन्दर साखु बजारको दृश्य हो यो। हामीले मन्दिर दर्शन गरिसकि फर्किरहेका छौँ। अनि मन्दिरको बारेमा भन्नुपर्दा चाहिँ वरिपरि सुन्दर वातावरण, जङ्गल अनि भव्य ऐतिहासिक मन्दिर दर्शन तथा घुम्न गर्ने अवसर पाइयो। वास्तवमा एकदमै खुसी लागेको छ, मन शान्त भएको छ। अनि अर्को कुरा चाहिँ मन्दिरको ढोका खुलेको बेला फोटो तथा भिडियो खिच्न नपाइने नियम रहेछ। हामीले सो नियम चाहिँ पूर्ण रूपमा परिपालना गऱ्यौँ। यसै वज्रयोगिनी मन्दिरमा भृगुटी र तिब्बतका सम्राट चाहिँ सङचङ गम्पोको विवाह भएको तथ्य पनि थाहा भयो। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यसै गरी साथ माया सपोर्ट चाहिँ दिइरहनुहोला भन्दै आजको मिनी भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार, फेरि भेटौँला, बाई बाई।